नमस्कार है। अब हामीले क्या युट्युब च्यानलमा काम गर्दै गइसके पछाडि नि मेरो च्यानललाई कसले सब्सक्राइब गर्यो होला भनेर थाहा पाउन त सबैलाई मन लाग्छ नि त होइन। कसले चाहिँ सब्सक्राइब गरेछ हौ। जस्तै मेरो च्यानलमा यसो हेरेँ 10 जना सब्सक्राइबर देखेँ। 10 जना को हुन् त थाहा पाउन मन लाग्ला। त्यही भएर म आज तपाईँलाई भिडियोमा देखाउने छु तपाईँको च्यानललाई कसले सब्सक्राइब गरेको छ भनेर कसरी हेर्ने र थाहा पाउने। त्यो भिडियो हेर्नु ल, अन्तिमसम्म हेर्नु। बिचको कुरा छुटाउनु भने फेरि अगाडि उता बुझिदिने क्या, उता पछाडिको कुरा बुझिदिने क्या। त्यही भएर सुरुबाट अन्तिमसम्म हेर्नु होला है त। जस्तै यहाँ हेर्नु, हामीले यसको लागि के गर्नुपर्छ भने तपाईँलाई थाहै छ हामी यो ठाउँमा आउनु पर्यो। यो ठाउँको नाम के हो त? यो ठाउँको नाम हो तपाईँको युट्युब स्टुडियो भन्छ। मबाट ट्रेनिङ लिनुभएका साथीहरूलाई चाहिँ मैले के सिकाएको छु भने कस्टमाइज च्यानल भन्ने ठाउँ छ नि, त्यहाँ जाने हो। त्यही कस्टमाइज च्यानलमा गइसकेपछि अनि त्यहाँ हेर्न मिल्दो रहेछ क्या। र सुरुबाट देखाइदिनु हेरौँ ल। मैले ल्यापटपबाट खोलेँ है, युट्युब खोल्ने, यहाँ च्यानलको लोगो हुन्छ। यहाँ गएपछि एउटा भ्युयर च्यानल भन्ने अप्सन आउँछ, त्यहाँ छुने। भ्युयर च्यानलमा टच गर्ने बित्तिकै हाम्रो एउटा कस्टमाइज च्यानल भन्ने आउँछ है, यहाँ देख्नुभयो नि होइन तपाईँले। कस्टमाइज च्यानलमा छुने क्या सरनेमहरू। हेर्नु है, मोबाइलमा चाहिँ कसरी गर्नु पर्यो भने तपाईँहरू क्रोमको थ्रुबाट जाने, क्रोम ब्राउजरको थ्रुबाट। जुन मैले क्रोम ब्राउजरबाट सिकाएको छ नि, त्यो क्रोममा गएर डेस्कटप साइटलाई अन गर्ने, न्यू ट्याब गर्ने होइन, त्यो तरिकाले जाने। कस्टमाइज च्यानलमा आउनु सबैलाई आइहाल्छ, कुनै गाह्रो छैन। अब यहाँ आइसके पछाडि बायाँपट्टि हेर्नुहुन्छ भने एउटा ड्यासबोर्ड नाम गरेको अप्सन छ, तपाईँले ड्यासबोर्डमा छुने क्या है, ड्यासबोर्डमा छुने। अब ड्यासबोर्डमा टच गर्ने बित्तिकै ल हेर्नुहोस् त है, कति मजाले मेरो सब्सक्राइबर देखाउँछ कि नै। म तपाईँलाई एकदम रियल लाइफ देखाइदिन्छु ल, प्रुफ सहितको क्या। यो मेरो च्यानलमा अहिले सब्सक्राइबर कति छ? यो एउटा नेपाली युट्युबर भन्ने मेरो एउटा च्यानलै हो, एकदम रफ खालको च्यानल। यसो भिडियो त हालिनँ, यसो यतिकै राखेको मैले होइन। यहाँ हेर्नु, 190 जनाले मेरो च्यानललाई सब्सक्राइब गरेको देखाइएको छ। त्यहाँ देख्नुभयो 190 जति छ होइन। इभन यहाँ पनि गएर हेरिन्छ भने पनि 190 नै छ नि त सब्सक्राइबर, 190 सब्सक्राइबर छ, ठिक छ। तर यसो तलपट्टि सार्ने क्या, यो ड्यासबोर्डमा तलपट्टि यसो हल्का सार्नु होला, त्यहाँ तपाईँको एउटा रिसेन्ट सब्सक्राइबर भनेर यसरी एउटा डब्बा आउँछ है। अनि यहाँ सिएलमा जान सक्नुहुन्छ है, मोबाइलबाट नि यसरी नै गर्ने हो। सिएलमा गइसकेपछि के हुन्छ भने हजुरको च्यानल कसले सब्सक्राइब गर्यो भने सबै नाम देखाउँछ क्या। अब तपाईँको चाहिँ यहाँनिर हेर्नु, यो ठाउँमा मेरोमा लाइफ टाइम लेखेको छ नि होइन, लाइफ टाइम। यहाँ टच गरेपछि तपाईँको अब कसैको 7 दिनमा होला, कसैको चाहिँ 28 दिन भनेर देखाउन सक्छ प्रायः धेरै जसोको, कसैको 90 दिन मात्र देखाउन सक्छ क्या। हामी त लाइफ टाइम हेर्ने हो, अहिलेसम्म कसले गर भन्ने हेर्न मन छ होइन। अब यहाँ त लाइफ टाइम गरेर मेरो यति देखाउँछ है। यहाँ 10 छ, यो तलपट्टि यहाँ 10वटा मात्रै हुन्छ क्या लिस्टमा। अझै बढी हेर्न मन लाग्यो भने तपाईँले यो एरोमा टच गरेर 50 गर्न सक्नुहुन्छ ल, 50सम्म 30सम्म भ्याउँछ। अब हेर्नु, मैले तपाईँहरूलाई देखाइरहेको छु नि, यहाँनिर हेर्दाखेरि मेरो च्यानलमा सब्सक्राइबर 190 छ होइन। तर मैले यहाँ गएर लाइफ टाइम गरेर सबै हेऱ्यो भने 190 पुग्दैन क्या सरनेमहरू। कति पुग्छ थाहा छ हजुरलाई? यहाँ गनेको थिएँ मैले अघि, गर्दाखेरि यहाँ जम्मा मेरो 25 जनाको सब्सक्राइबर छ क्या। 25 जति मात्र सब्सक्राइबर मेरो यहाँ देखिएको छ क्या लिस्टमा। अब 190 मा मैले 25 घटाएँ भने तपाईँको आउँछ 165। भनेपछि 165 जना व्यक्ति चाहिँ खोइ त उनीहरूले सब्सक्राइब त गरेका थिए, तर उनीहरूको नाममा किन देखाएन भन्ने कुरा अनौठो लाग्ला नि त होइन। जस पहिला यति कुरा बुझ्नु, हामीले यो तरिकाले चाहिँ तपाईँको च्यानललाई कसले सब्सक्राइब गर्यो गरेन, कसले गर्यो भन्ने कुरा चाहिँ पत्ता लगाउन सक्नुहुन्छ यहाँ हेर्न आएर, ठिक छ। यो कुरा बुझ्नुभयो होइन। अब 165 कमी भयो, कता गयो भन्दाखेरि चाहिँ यस्तो हुँदो रहेछ क्या कुरा। सुन्नु है, कुरा के हुँदो रहेछ भने यहाँ एउटा अप्सन लेखेको छ, पढ्नुहोस् ल हजुरले। ओन्ली इन्क्लुड्स युजर हु हेभ मेड देयर सब्सक्रिप्सन पब्लिक भन्छ क्या। अब कतिको बुझ्नुहुन्छ, म हल्का बुझ्न प्रयास गर्छु। मैले नि होइन ल, मेरो यो नेपाली युट्युबर्स भन्ने एउटा के हो, यो मेरो युट्युब च्यानल हो। यो च्यानलबाट मैले तपाईँको च्यानललाई सब्सक्राइब गरेको छु क्या होइन, सब्सक्राइब गरेको छु। तपाईँको गरेँ, उहाँको गरेँ, उहाँको गरेँ, मैले 5वटा युट्युब च्यानललाई सब्सक्राइब गरेको छु। युट्युब च्यानलको नाम के छ? एउटाको नाम छ ए, अर्कोको नाम छ BCDE। ABCDE भन्ने 5वटा च्यानललाई मैले सब्सक्राइब गरेको छु अरे क्या। अब गर्न त गरेको छु मैले, तर सब्सक्राइब त मैले गरेको छु हेर्नु है, मैले गरेको छु सब्सक्राइब, इमान्दारी पूर्वक भन्छु मैले गरेको छु सब्सक्राइब। तर के हुँदो रहेछ भने हाम्रो युट्युब च्यानलमा एउटा सेटिङ हुन्छ क्या, जहाँ चाहिँ तपाईँ हामीले आफ्नो आफूले कसलाई सब्सक्राइब गरियो भन्ने कुरा नि लुकाउन मिल्दो रहेछ क्या। हो, त्यसरी जसले लुकाएको हुन्छ नि, जो व्यक्तिले त्यो लुकाएको हुन्छ नि, उसको च्यानल हाम्रोमा यहाँ आउँदैन क्या। कुरा त्यस्तो रहेछ। हरि नेपाल भन्ने मान्छेले मेरो च्यानललाई सब्सक्राइब गरेको छ, अरू पनि धेरैकोमा उसले सब्सक्राइब गरेको होला, मेरो पनि गर, अरू मोटिभेसनको कति च्यानललाई हरि नेपाल भन्नेले मानौ सब्सक्राइब गरेको छ अरे। अब हरि नेपालले सेटिङ के मिलाएको छ भने उसले कसको च्यानलमा सब्सक्राइब गरेको छ भन्ने कुरा चाहिँ जो कोहीले हेर्न नमिल्ने बनाएको छ क्या, उसले त्यो सेटिङलाई प्राइभेट गरेको छ अरे क्या। जसले गर्दा के भयो, जसले गर्दा मेरोमा यो लिस्टमा हरि नेपालले सब्सक्राइब त गरेको छ भनौँ, तर हरि नेपालको नामै आएन त हौ। किन आएन भन्दा त्यही कारणले नआएको हो क्या। एउटा कारण त्यो हुँदो रहेछ। दोस्रो कुरा के हुन्छ, अब भला मेरोमा 100 अघि जति सब्सक्राइबर दिएको थियो नि, यति सब्सक्राइबर 190 मा पनि अब यहाँ थोरै किन देखायो भने अर्को कारण यस्तो हुँदो रहेछ क्या। कसैले के गर्छन् थाहा छ हजुरलाई? अब च्यानल बनाउँछन्, युट्युब च्यानल खोल्ला या त गुगल एकाउन्ट खोल्ला, तपाईँको च्यानल सब्सक्राइब गर्छ क्या। अनि गरिसकेपछि तिनीहरूको च्यानललाई युट्युबले हटाइदिन्छ कहिलेकाहीँ, टर्मिनेट होला, कतिको स्प्याम होला, कतिको डिलिट गर्ला।
कतिपय मान्छेलाई झ्याउ लागेर गुगल एकाउन्ट डिलिट गर्छ नि त होइन फोटो डिलिट गरेको नि तपाईँको यहाँनिर चाहिँ यहाँबाट हटेको हुनसक्छ उता भला देखाउला त्यो पनि बिस्तारै हट्छ अपडेट हुन टाइम लाग्छ क्या त्यो छ अनि अर्को एउटा मेन रिजन के हुन्छ थाहा छ हजुरलाई मेन रिजन चाहिँ यो हो ल हेर्नुहोस् अब यत्रो मध्ये धेरैजनाले त आफ्नो यहाँ लेखेको नि त्यही लेखेको कारणै त्यही हो क्या मात्र तिनै सब्सक्राइबरहरू देखाएको छ जसले आफ्नो च्यानलको सब्सक्रिप्सनलाई पब्लिक गरेको छ लेखेकै छ त यहाँ होइन त्यो कुरा बुझ्नु पर्यो हजुरले अब जस्तै यहाँ ल एउटा नेपाल डिप च्यानल भन्ने छ नेपाल डिप भन्ने च्यानलमा मैले यसरी टच गरेँ उहाँले मेरो च्यानल सब्सक्राइब गर्नु भएको छ क्या मैले यसरी टच गरेर हेरेँ भने च्यानल खुल्छ च्यानल त खुल्यो अब यहाँ के अवस्था देखिनु पर्ने हो भन्दाखेरि चाहिँ उहाँको यहाँ 4टा अप्सन छ हेर्नु है होम लिएको छ भिडियो लिएको छ सर्ट्स लिएको छ प्लेलिस्ट लिएको छ क्या अब यहाँ एउटा सब्सक्रिप्सन्स भन्ने अप्सन पनि आउँथ्यो तर उहाँ हाम्रो सर्कलमा आएन क्या यहाँ देखाएन नि त होइन सर यहाँ चाहिँ देखाएन भन्नुभयो हजुरले यहाँ लेखे अनुसार चाहिँ फेरि त्यही हो यहाँ लेखे अनुसार चाहिँ के हो भने यो दिपक नेपाल दिप भन्ने च्यानलको उहाँकोमा गएर हेर्दा यहाँनिर एउटा सब्सक्रिप्सन भन्ने अप्सन आउनु पर्थ्यो अनि वो सरले कसको च्यानललाई सब्सक्राइब गर्नु भएको छ भनेर यहाँ मैले हेर्न मिल्नुपर्ने हो क्या तर देखाएन नि त यहाँ नदेखाए पनि यहाँ लिस्टमा चाहिँ कसरी आयो भन्नु होला यो चाहिँ यस्तो हुँदो रहेछ क्या सुरुमा उहाँले के गर्नुभएछ सुरुमा उहाँ नेपाल दिप भन्ने सरले मेरो च्यानललाई सब्सक्राइब गर्नुभयो गर्दाखेरि उहाँको त्यो सब्सक्रिप्सन पब्लिक थियो क्या यहाँ एउटा सब्सक्रिप्सन्स भन्ने एउटा अप्सन आउँथ्यो अनि त्यो सरले कसले चाहिँ सब्सक्राइब गराएको छ सबैले हेर्न मिल्थ्यो जो कसले नि हेर्न मिल्थ्यो उहाँको च्यानलमा आएर होइन पछि गएर उहाँले प्राइभेट गर्नुभएछ त्यो जसले गर्दा प्राइभेट गरेपछि त्यो यहाँ देख्न चाहिँ देखिन्छ अरे क्या कुरा त्यस्तो हुँदो रहेछ र अर्को एउटा कुरा पनि के छ भने तपाईँलाई म भन्न चाहन्छु हामी सबैले युट्युब च्यानलमा मान्छेको भिडियो हेर्नका लागि के गर्छौँ यत्तिकै पनि हेर्न मिल्छ नि थाहा छ हजुरलाई तपाईँले कुनै पनि गुगल एकाउन्ट नखोलिकन कसैको युट्युबमा भिडियो हेर्नुहोस् त यत्तिकै पनि भिडियो हेर्न मिल्छ क्या तपाईँले गुगल एकाउन्टलाई लगइन गर्नै पर्छ भन्ने जरुरी छैन नि त होइन हो भने चाहिँ के बुझ्नु पर्यो भने यत्तिकै पनि भिडियो त हेर्न मिल्छ तर सब्सक्राइब गर्नको लागि चाहिँ फेरि के चाहिन्छ सब्सक्राइब गर्नको लागि चाहिँ तपाईँले एउटा गुगल एकाउन्ट चाहिँ प्रयोग गरेकै हुनु पर्यो होइन मैले मानव एउटा हरि नेपाल भन्ने मान्छेले के गरेछ भने एउटा गुगल एकाउन्ट बनाएछ गुगल एकाउन्ट बनाइसकेपछि त्यो हरि भन्ने मान्छेले के गरेछ भने युट्युब खोल्यो युट्युब खोलिसकेपछि उसले अब मेरो च्यानललाई सब्सक्राइब गरौँ तर मेरो च्यानललाई सब्सक्राइब गर्दाखेरि नि त्यो हरि भन्ने मान्छेले युट्युब च्यानल चाहिँ क्रिएट गरेको छैन क्या हो क्रिएट गरेको छैन त्यही भएर उसको नाम यहाँ नदेखाएको हो क्या त्यस्तो छ तर यदि मानौ हरि नेपाल भन्ने मान्छेले यदि गुगल एकाउन्ट बनाएको छ युट्युबमा उसले च्यानल पनि क्रिएट गरेको छ हामी सबैले गरेका छौँ नि त होइन हामी सबैले के गर्छौँ युट्युब पहिला गुगल एकाउन्ट बनाइन्छ गुगल एकाउन्ट बनाएपछि युट्युबमा लगइन गर्छौँ युट्युबमा लगइन गरेपछि युट्युब च्यानल पनि क्रिएट गर्छौँ नि त हामीले क्रिएट च्यानल गरे हुन्छौँ नि त होइन हो त्यसरी च्यानल बनाएको जसले छ नि च्यानल बनाएको छ र तपाईँको च्यानल सब्सक्राइब गरेको छ भने यहाँ देखिँदो रहेछ हेर्नु छैन च्यानल बनाएको छैन भिडियो चाहिँ हेर्छ सब्सक्राइब मात्रै गरेको छ भने पनि यहाँ नदेखिने रहेछ क्या त्यसैले यस्ता यस्ता कारणहरू छन् जसको थ्रुबाट हामीले अब मेरो च्यानल कसले सब्सक्राइब गर भनेर थाहा पाउन सक्छौँ प्लस के त भन्दाखेरि चाहिँ धेरैको कन्फ्युजन हुन्छ क्या सर यहाँ हेर्दा चाहिँ 190 जति छ सब्सक्राइबर यहाँ हेर्दा जम्मा 25 सानो छँदौ छ त्यत्रो अरू मान्छे कहाँ गयो भन्नु होला यस्तै कारणले गर्दा के समस्याले गर्दा उनीहरूको सब्सक्राइबर यहाँ नदेखेको हुनसक्छ क्या जतिको छ त्यतिकै हेर्नु तपाईँले पनि चित्त बुझाउनु तपाईँले चिन्नुभएको मान्छेहरूको यहाँ फोटो अवस्थाहरू आफूलाई आएपछि थाहा पाउन सक्नुहुन्छ कतिको सब्सक्राइब गरेर रहेछ भनेर होइन कुराकानी त्यही है त साथीहरू ल आशा छ हजुरले भिडियो हेरेर बुझ्नुभयो केही कुनै अरू विषयमा भिडियो हेर्न चाहनुहुन्छ भने यसो कमेन्ट गर्नु होला थ्याङ्क यू फर वाचिङ माई भिडियो